बसौँ भाइ बसौँ तिमी अलिक यता म त यो केही पनि बोल्दैन यसलाई चाहिँ कठिनै पर्छ यहाँ बस यहाँ बस यी दुईजना नि यो ढ्याङ्ग्रे धानको जस्तो रिस्वा गाए जस्तो भइरहेको छ क्या इन्कम हामीले थाहा पाएँ थाहा पाएन म भन्छु ढ्याङ्ग्रे यी कुलको हुँदैनन् दुइटै यी ढ्याङ्ग्रे हुन् चढायो भने नभए एउटा चमर त आवश्यक पर्यो यो त सकियो नजिकै पाइन्छ खोइ कहाँ पाइन्छ मलाई पनि थाहा छैन के उसो पूजा भण्डारमा पाइन्छ होला तर डुप्लिकेट रहेछ त चमरै होइन मलाई पनि त्यस्तै लाग्यो यिनीहरू ढ्याङ्ग्रे चाहिँ हुनु अनिष्टै होला है जगते जगते खानते धुपते होला है
यो अहिले हुँदैन अब बोल्नु पर्यो छैन छ तर अब गङ्गा जमुनामा सेतो छैन छेउको छेउ ओम कति 3 ठाउँ धुप हाल्नुपर्छ है के हाल्छन् एउटा दारे मस्टर भान्जो मस्टर अर्को खै रुमालको मालिक त्यही त भान्जो मस्टर रुमालको एउटै भएछ अनि देवी राख्छ म त 6 वटालाई हाल्छु किन एउटा बाउबुढाले मानिल्याएको देउता भइहाल्यो एउटा कुललाई पितृलाई हाल्छु एउटा होइन एउटा स्थानीय देउता भएर त्यो चाहिँ आफ्नो मन त्यो 3टा चाहिँ ती बसिन्छ होइन स्थानीय देउता मानिल्याएको भएर एउटा बाउबुढाले मानिल्याएको एउटा स्थानीय त्यही ठाउँमै एकै ठाउँ त हालिन्छ रोप्नु पनि पर्दो रहेछ नि यता छेप्नु पनि पर्दो रहेछ होइन यसले छेकिरहेको छ नि रोकिरहेको छ उनीहरूको बन्दै गराइदिनु पम्प पनि नआउनु दिन्छ सिद्धिन्छ त्यहाँ सेट हुन्छ हेर्नु न यो भित्रै आफ्नै संसार हुँदो रहेछ नि यो आफ्नै छ यो भित्र आफ्नै संसार छ आफ्नै संसार हुँदो रहेछ यो डिफ्रेन्ट वर्ल्ड